दिँदा आफूले दुःख पाउँछ, यो त सबैले थाहा छ। तर अरूलाई नचाहिने मान्छेलाई, जसलाई आवश्यकतै छैन, तिनीहरूलाई जान्ने भएर सहयोग गर्न पुग्यौँ भने उनीहरूको पनि मार खानु पर्दो रहेछ। हामी सबैले बच्चा बेलामा यो झेलेका हुन्छौँ, भोगेका हुन्छौँ कि साथी झगडा गर्दा त्यो साथीहरूलाई चाहिँ त्यो झगडाबाट पन्छ्याउनको लागि त्यो झगडा छिन्न जान्छौँ। त्यो बेला त्यो दुवैले चाहिँ मार कसलाई दिन्छ भन्दा एकले अर्कोलाई हान्न छोडेर छिन्न आउने मान्छेलाई पनि पिटेको हुन्छ कहिलेकाहीँ। हो, गरेको त दया हो नि, तर दयाको बदलामा के पाउँछ? मार पाउँछ। किनकि त्यहाँ हामी बिचमा गएर छिन्न जान आवश्यकता थियो थिएन थाहा छैन। दया लाग्यो, माया लाग्यो, छिन्न गए, झगडा छिन्न गएको, उल्टो मार खाएर आएको। हो, यस्तोलाई चाहिँ ड्रामा ट्रायङ्गल भनिन्छ। यो ड्रामा ट्रायङ्गलमा मान्छे चाहिँ फस्दा रहेछ।